यो आजभन्दा 60 वर्ष अगाडिको फेवाताल हो र यो आजको फेवाताल। 60 वर्षपछि आज फेवाताल आदि पुरिसकेको छ। यही तरिकाले ताल पुरिँदै जाने हो भने अबको 110 वर्षमा ताल कम्प्लिटली हराउनेवाला छ। फेवाताल यसरी घट्दै जानुमा यसका धेरै कारणहरू छन्। पहिलो हो सेडिमेन्टेसन। फेवातालको पानीको स्रोत हर्पन खोलाले हरेक वर्ष फेवातालमा माटो बगाएर ल्याउने गर्छ, जसले गर्दा फेवातालमा सेडिमेन्ट्स थुप्रिँदै गएको छ। अझ पोखरामा नेपालकै सबैभन्दा धेरै पानी पर्ने गर्छ, जसले फेवातालमा ठूलो मात्रामा माटो बगाएर ल्याउने गर्छ र फेवातालको क्याचमेन्ट एरियामा ठूला पहिरोहरू गएकाले फेवातालमा सेडिमेन्टेसन बढिरहेको छ। फेवातालमा मान्छेहरूले गरेको अतिक्रमण पनि त्यत्तिकै बढ्दो छ। तालको 1700 रोपनी जग्गा आज मान्छेको नाममा छ। होटल व्यवसायीहरूले फेवाताल वरिपरि आज पनि होटल रेस्टुरेन्टहरू चलाइरहेका छन्। तालमा खुल्ला रूपमा ढल र फोहोर मिसिन्छ, जसले गर्दा कुनै बेलामा पानी समेत पिउन मिल्ने फेवाताल आज एकदमै दुर्गन्धित बन्दै गएको छ। ताललाई जीवन्त रूप दिने यहाँको जैविक विविधता सिद्धिरहेको छ। पोखराको सुन्दर फेवाताल यी सबै बीच बिस्तारै मर्दैछ। यसको लागि अझै डिटेलमा बुझ्नको लागि युट्युबमा गएर फुल भिडियो हेर्न सक्नुहुन्छ।